हेलो नमस्ते अनि नमस्कार। म चाहिँ आज खाजाको टाइममा छु। खाजा चाहिँ मेरो हाफ प्लेट चाउमिन छ अनि दुईवटा खुर्सानी साथीहरू। मेरो चाहिँ पारा गाउँले पारा हो साथीहरू। खुर्सानी बब हो साथीहरू। यो चाहिँ अस्ति 90% छु है। पानी खानु पर्यो। पानी होइन साथीहरू, म चाहिँ झुक्कियो, सरी है। पानी हानेर खाएको रक्सी रह, यो पानीको बोतल र रक्सीको बोतल एकै ठाउँमा राखेर म चाहिँ झुक्केँ, सरी। रक्सी गनाएँ। आज म बाइक हाफ इन्जिन बनाउनु चाहिँ उहाँ साथीकोमा जानुपर्ने थियो। अब रक्सी खाएँ मैले, तनाव भयो साथीहरू, सरी। ताना तान भो, हाना हान भो मलाई देखेर। भन्ने जस्तो भएको छ। मलाई चाहिँ एकदम पिरो चाहिन्छ साथीहरू। एउटा चिसो खानु मन लाग्यो मलाई अब। कोक हो। कोक चाहिँ खासै मलाई यो फ्याक्ट्रीमा पहिला काम गरेकोले होला। पेप्सी कोलामा मैले यो पेप्सी बनाउने ठाउँमा काम गरेको देखेर चाहिँ यो चाहिँ कोक हो हुन त, होइन। खानु मन लाग्दैन तर पनि कहिलेकाहीँ खान्छु म। साथीहरू, गरिबको जिन्दगी यस्तै हुँदो रहेछ, होइन। हामी त्यस्तो धनी मान्छे चाहिँ होइन। मेरो घर चाहिँ सिन्धुली दुधौली वडा नम्बर 8 खोरभन्ज्याङ चोकमै थियो। अब चाहिँ बालेन सरकारले 31 मिटर बढाउँदैछ, घर सर जाने भइसकेको छ। अनि बजार क्षेत्रको घर उठाउने भनेर अस्ति नै वडाले पनि सूचना ठासिसकेको छ। मेरो चाहिँ त्यो घरभन्दा अरू केही पनि छैन साथीहरू। त्यो पनि मेरो घर पनि मेरो नाममा त छैन। म प्योरै सुकुम्बासी हो, तर खानु चाहिँ म चाउमिनै खान्छु। खाजा चाहिँ के गर्नु, दुःख त लाग्छ, तर विकास हुन्छ भनेदेखि विकासको लागि म घर होइन मेरो ज्यान पनि दिन तयारी छु। पैसा त कमाउला नि, होइन साथी हो। गरिबको जिन्दगी यसो त्यसो चल्दैछ। काठमाडौँको ठाउँमा बसेको छु, पठाउ गर्छु कहिलेकाहीँ। आजभोलि पानी पर्छ, बर्खा मासको टाइम। यस्तै त छ नि साथीहरू। बोल्दै जाँदा मनदेखि नै, होइन, सुत्दै जाँदा त रुनु मन लाग्छ। तर ठिकै छ, योभन्दा धेरै नबोलौँ साथीहरू। तपाईँहरू सामु पनि मेरो यो भिडियो आइपुग्यो भनेदेखि सबैले माया गरिदिनु होला, हेरिदिनु होला, स्किप नगरिदिनु हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। अझै मलाई बोल्नु त आउँदैन, तर पनि जानी नजानी बोल्नु सिक्दैछु। तपाईँहरूले पनि यो भएन त्यो भएन भनेर कमेन्टमा भनिदिनु होला। म सुध्रिने मौका पाउँछु। अनि मेरो सुगम पाखरिन युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। सधैँ तपाईँहरूसँग यस्तै यस्तै भिडियो लिएर आउँछु। भन्दै आज तपाईँहरू सामु बिदा चाहन्छु। हस्त नमस्ते।